सम्पूर्ण दर्शकबिनहरुमा नमस्कार। आज हामी छौं फाङ्गुम र खुम्बाङ बीचको फरकमा। यो भिडियो तपाईहरुलाई पक्कै पनि महत्त्वपूर्ण हुन्छ। जति पनि अहिले म्यानुफ्याक्चरको इक्जामको पर्खाइमा हुनुहुन्छ र तपाईहरुको इक्जाम हुँदै आएको छ, उहाँहरुलाई एकदमै महत्त्वपूर्ण हुन्छ र प्राय सबैलाई नै महत्त्वपूर्ण नै हुन्छ। जति पनि कोरियन भाषा पारेकी विद्यार्थीहरु छौं, मैले जसरी पढे ती कुरा तपाईहरुमा चाहिँ मैले अप्लाई गर्न गइरहेको छु। तपाई पनि यो कुरालाई चाहिँ आफ्नो व्यवहारमा उतार्न सक्नुहुन्छ। ल त सुरु गर्छु टपिक। फाङ्गुम र खुम्बाङ बीच फरक। फाङ्गुम भर्खरै, खुम्बाङ भर्खरै, तुरुन्तै, छिट्टै। अर्थ एउटै नै दिन्छ, तर प्रयोग चाहिँ यसको अलिकति फरक हुन्छ। जस्तै कि फाङ्गुमको 1 नम्बरमा हेरौँ त पास्ट टेन्सलाई बुझाउँछ, पास्ट टेन्समा युज हुन्छ है। जस्तै कि फाङ्गुम हेस्सुम्निदा, भर्खरै गरेँ भन्ने अर्थ दिन्छ। त्यस्तै गरी खुम्बाङको 1 नम्बरमा पास्ट र फ्युचर टेन्स दुवैलाई बुझाउँछ है। फाङ्गुमले चाहिँ पास्ट टेन्सलाई मात्र बुझाउँछ, यो खुम्बाङले चाहिँ पास्ट र फ्युचर टेन्स दुवैलाई बुझाउँछ। जस्तै खुम्बाङ हेस्सुम्निदा भनेको तुरुन्तै गरेँ अथवा भर्खरै गरेँ भन्ने र भन्न सकिन्छ। त्यस्तै गरी खुम्बाङ हाल्गेयो भनेको तपाईको तुरुन्तै गर्नेछु हैन। अब यो फ्युचर टेन्समा पनि लाग्यो के खुम्बाङ, तर फाङ्गुम चाहिँ फ्युचर टेन्समा लाग्दैन भनेर हामीले यहाँनिर 1 नम्बरको पोइन्टमा पढिसकेका छौं है। अब 2 नम्बरमा जाउँ त। यहाँ फाङ्गुमको 2 नम्बरमा हेरौँ। म्याङ्ननमुन छङ्युमुन सुल्सु अप्सुम्निदा है। यो म्याङ्ननमुन भनेको आदेश, छङ्युमुन भनेको तपाईको प्रस्तावमा चाहिँ प्रयोग गर्न सकिँदैन। केलाई? फाङ्गुमलाई। जस्तै कि हेर्नु त यही फाङ्गुम हाँसेयो भन्न पाउँदैन हैन, इन्टु गरेको छु। अनि हाल्कायो पनि गर्न पाउँदैनौँ है। अनि हाप्सिदा पनि गर्न पाउँदैनौँ, हेयादयो पनि गर्न पाउँदैनौँ। यसलाई सरल हेर्दाखेरि फाङ्गुम हाँसेयो भन्न पाउँदैन, फाङ्गुम हाल्कायो पनि भन्न पाउँदैनौँ, फाङ्गुम हाप्सिदा पनि भन्न पाउँदैनौँ, फाङ्गुम हेयादयो पनि भन्न पाउँदैनौँ। सबै यो क्रस छ, यो मिल्दैन। फाङ्गुम म्याङ्ननमुन र छङ्युमुनमा चाहिँ प्रयोग गर्न सकिँदैन भनेर हामीले बुझ्नुपर्छ है। तर खुम्बाङ चाहिँ म्याङ्ननमुन र छङ्युमुनमा चाहिँ प्रयोग गर्न सकिन्छ है। म्याङ्ननमुन छङ्युमुन सुल्सु इस्सुम्निदा है त खुम्बाङलाई है। जस्तै कि खुम्बाङ हाँस्यो भन्न पाइन्छ, सकिन्छ। अनि हाल्कायो पनि पाइन्छ, हाप्सिदा पनि पाइन्छ, हेयादयो पनि गर्न पाइन्छ। मैले यहाँ टिक 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 लगाएको छु, यसरी बुझ्नु होला। यता प्रयोग नहुने फाङ्गुममा चाहिँ मैले क्रस गरेको छु यही, यसरी बुझ्नु होला हैन। खुम्बाङ हाँस्यो, खुम्बाङ हाल्कायो भन्छ, खुम्बाङ हाप्सिदा अनि खुम्बाङ हेयादयो भन्न चाहिँ पाइन्छ। यसरी हामीले बुझ्नुपर्छ। अब 3 नम्बरमा जाउँ त। फाङ्गुमको 3 नम्बरमा हेरौँ त। पास भए पनि कुनै कार्य अलिक समय लगाएर गर्यो भन्ने बुझाउँछ है। यो पास्ट टेन्स हो हैन, पास्ट टेन्समा प्रयोग हुन्छ। पास्ट भए तापनि कुनै कार्य चाहिँ अलिक समय लगाएर गर्यो भन्ने चाहिँ बुझिन्छ। जस्तै कि दु सिगान बुथ रिहान सिरुल खिदारे जिम्यान रिहान सिगा फाङ्गुम वासुम्निदा। 2 घण्टादेखि रिहानजीलाई पर्खिए तापनि रिहानजी भर्खरै आउनुभयो भन्ने कुराहरूमा युज हुन्छ। त्यसै यतापट्टि हेर्नु त। फाङ्गुमको पास्ट भए पनि कुनै कार्य धेरै समय नलगाई गर्यो भन्ने बुझिन्छ है। तपाईको पास्ट भए तापनि यो चाहिँ कुनै पनि काम गर्दा चाहिँ धेरै समय नलगाई गर्यो भन्ने कुरा चाहिँ बुझाउँछ। यसले चाहिँ अलिकति समय लगाएर गर्यो भन्ने बुझाउँछ फाङ्गुमले। तर खुम्बाङले चाहिँ तपाईको धेरै समय नलगाई गर्ने कुरा भन्ने बुझिन्छ। जस्तै कि थुवान सी एगे युङजब इरुल हारागो हेद्नुन्दे रिहान सिगा खुम्बाङ कुट्ने सयो। थुवानजीलाई वेल्डिङ काम गर भनेर भनेको थिएँ, तर रिहानजीले तुरुन्तै सक्नुभयो भनेर चाहिँ यस्तो अवस्थामा चाहिँ यो युज हुन्छ।